मस्त रुच्छ। त्यसपछि थाइराइडको समस्या कम भइहाल्छ र शरीर फुर्ती हुन्छ। यो चाहिँ छिटै भइहाल्छ। 15 दिन 1 महिना तरिकासँग गर्ने भने शरीरमा यो महसुस भइहाल्छ। त्यसपछि सुगर प्रेसर मोटापाहरूलाई बिस्तारै कम हुँदै जान्छ। त्यस्तो गर्नुहोस्। देब्रेतिरबाट मजासँग घुमाउनुहोस्। भुइँ छुला गरे चाहिँ श्वास प्रश्वास सँगसँगै तल जाँदा श्वास छोड्ने, माथि आउँदा श्वास तान्ने। छोड्नमा जोड गर्नु होला, आफै तानिहालिन्छ। तान्नेमा हामीले प्रयास गर्नु पर्दैन, आफै तानिन्छ। छोड्दाखेरि चाहिँ जोडले छोड्नु होला। घोडा ल बेला छिटो गरिदिनुहोस्। छिटो मजासँग छिटो। ल अब पछाडि हेर्दिनुहोस् त। अनि यो खाली आकाशलाई व्हाइट बोर्ड, ब्ल्याक बोर्ड, व्हाइट बोर्ड के हो सम्झिनुहोस्। अब गोलो बनाउँदैछु, ठुलो गोलो बनाउँदैछु, सम्झिनुहोस्। ल खुट्टालाई राख्नुहोस्। अब अर्को देब्रे खुट्टा त्यसै गरी जति सकिन्छ पर लानुहोस् खुट्टालाई, जति सकिन्छ पर माथि। ल छिटो। बैजनाथमा योगा चलिरहेको छ। अब यसैलाई उल्टो चेन फुत्क्यो। अब उल्टो चलाउनु हुन्छ। कम्मर दुख्दैन भने, ढाड कम्मर दुख्दैन भने दुईटा खुट्टाले पनि, दुईटै खुट्टा। ढाड कम्मर दुख्नेले चाहिँ दुईटा, त्यो दुईटा हैन, दुईटै एकैचोटि गर्दा दुईटा हुन्छ। ढाड कम्मर नदुख्नेले दुईटै खुट्टा। छिटो पेट घटाउनु छ त्यसले। हो यो बेसरी पेटमा असर पर्छ यसले चाहिँ। 100 पटक सुल्टो, 100 पटक उल्टो। अब उल्टो पनि गर्नु त्यसैलाई। ल अब खुट्टालाई पसारिदिनुहोस्, हत्केला माथि, आँखा चिम्म। अब हामी सब निद्रामा एकैछिन शान्त हुन्छौँ। कोही पनि बोल्दैनौँ, किनभने सब बोल्दैन, लास बोल्दैन। अब हामी लास जस्तै, सब जस्तै पुरै शान्त। श्वास पनि एकदमै बिस्तारै फेर्छौँ, आँखा चिम्म गर्छौँ, हत्केला माथि, शरीरलाई पुरै माथि हेरेको तलै जाङ आफ्नो तिग्राको नजिकै ऊ फर्काएर तल भुइँमा, अनि ऊ हातहरू हो त्यसरी तल भुइँमा, तलै भुइँमा के। अब यस्तो फर्काएर